फाइनली हामी यहाँनिर है हरभजन सिंह बाबाको मन्दिर दर्शन गर्नुको लागि फाइनली हामी आइपुग्यौँ होइन। यहाँ हेर्न सक्नुहुन्छ हो, त्यसै यहाँको भ्यू चाहिँ यस्तो छ ब्याकग्राउन्ड। अब चाहिँ हामी यहाँभित्र जाँदैछ हो। गाइस फाइनली हामी है हरभजन बाबाको मन्दिर दर्शन गर्नु पायौँ है, एकदमै खुसी लाग्यो। र जति पनि सोल्जर्सहरू हुन्छ उहाँले रक्षा गर्नुहुन्छ है, र यसरी नै बाबाले है जति पनि एट्याकहरू हुनु रहेछ है, जति पनि उहाँले है यसको उहाँलाई रोकथाम गर्नुहुन्छ। एकदमै खुसी लाग्यो, हामी यहाँ आइपुग्यौँ, एकदम भाग्यमानी ठान्यौँ है हामी यहाँ आइपुगेर। र यसरी नै मेरो भाइको लागि हामी बाबाको दर्शन गर्नु आएको, छुट्टीमा भाइ आएको कारणले गर्दा है, र जे पनि है भयो भने बाबाले अलर्ट गर्नुहुन्छ। र हेर्न सक्नुहुन्छ उहाँको युनिफर्महरू है यसरी राखिदिनु भएको छ। हजुरले यहाँ हेर्न सक्नुहुन्छ उहाँको सुजहरू है युनिफर्महरूदेखि लिएर यसरी उहाँको राखिदिनु भएको छ। सामानहरू बेडहरू हेर्नुहोस्, उहाँको चाहिँ यो रुम हो गाइस है, स्लिपरहरू गाइस। बाबा हरभजन साहब की जय, बाबा हरभजन साहब की जय, बाबा हरभजन साहब की जय। वाहेगुरु जी का खालसा श्री वाहेगुरु जी की फतेह। सत श्री अकाल। बाबा हरभजन साहब की जय, बाबा हरभजन साहब की जय, बाबा हरभजन साहब की जय। अहिले चाहिँ हामी है बाबाको दर्शन गरेर पनि आइपुगिसक्यौँ यहाँनिर हो, हेर्न सक्नुहुन्छ। सो गाइस अहिले चाहिँ हामी बाबाको दर्शन गरेर अब हामी चाहिँ यहाँबाट फर्किँदैछ हो। एकदम राम्रो लाग्यो है, हेर्नुहोस्। प्रसाद पनि थापिसक्यो हो यहाँ।